नमस्ते सेवारो सबैजनालाई। आज चाहिँ म घरमै छु हैन त। अब आजको काम रहेको छ मेरो घरमा बसेर खेतालालाई खाजा बनाउने। अनि बाबा आमाहरू चाहिँ बिहानै खेतमा गइसक्नु भयो, अनि खेताला पनि छ। अनि म चाहिँ खाजा बनाएर खाजासाजा अब तयारी गर्दै अब खेतमा जाने तयारी है त। मैले खाजामा चाहिँ के बनाएँ म हजुरहरूलाई देखाउने छु। देख्न सक्नुहुन्छ हजुरले, आजको खाजा चाहिँ मैले चाम्रे माम बनाएँ है त। अब यसलाई चाहिँ चट्टसँगले चाम्रे माम बनाएको छु। अब बट्टामा हालेर टक्कसँगले चाम्रे माम बना टक्क लाएर बट्टामा लाउन थाले खाजा है त। लाउ पोख्यो पनि। अब 3 जना हुनुहुन्छ खेतालामा चाहिँ, बाबा मम्मी र 1 जना खेताला हुनुहुन्छ। अनि म चाहिँ यहाँ खाजा लाउँदैछु। खाजा लाएँ अनि खाजामाथि चाम्रेसित अचार बनाएको छु, देख्न सक्नुहुन्छ। अनि मैले अचार पनि यही माथि लगाइदिएँ। अनि फेरि अर्को बट्टा राखेँ, अनि फेरि अर्कोमा पनि त्यसै गर्छु ल। फाइनली मैले चाहिँ सबै म तयारी गरिसकेँ अब है त। अनि चट्ट खाजा पनि प्याकिङ गरिसकेँ। अनि त्यस पछाडि मैले चाहिँ डोको ल्याएर डोकोमा 2 पेप्सी जाँड हालेँ। अनि यो चाहिँ मामुलाई चिया बोकेँ। अनि त्यस पछाडि भरे जाडो हुन्छ भनेर ज्याकेट पनि हालिदिएँ। अनि टक्क टिफिनलाई हातमा झुन्डाएँ, घरलाई बाई बाई भन्दै म चाहिँ डोको बोकेर अनि मिस्टिङ हातमा बोकेर लागेँ खेततर्फ। जाँदैछु। अब हजुरहरूलाई म खेत पनि देखाउने छु। अनि अहिले चाहिँ धान रोप्ने सुरु सकेको छ गाउँघरमा। अनि धान रोप्नलाई धमाधम तयारीमा छौँ हामी चाहिँ। अनि गर्मीबाट यहाँ कुद्दाखेरि आवाज पनि राम्रो आइरहेको छैन, अड्किँदै आउँदैछ। अनि म चाहिँ जाँदैछु है त। अनि यतातिर देख्नुहुन्छ मकैबारी। अनि यहाँ तल गाउँघर छ। अनि बाटो चाहिँ यस्तो छ, ओह्रालो जानुपर्छ है। अनि म चाहिँ कुद्दै जाँदैछु हतारमा, ढिलो भइसक्यो भनेर। अहिले खेतालालाई भोक लागिसक्यो होला। अनि जाँदैछु। हाम्रोतिर त खेताला नि पाउनु छोड्यो हौ गाइज, के गर्ने दुःख छ। गरी खानु पनि हैन। अनि नगरी नि नहुने। पुगेँ म चाहिँ चप्पल बाटोमै खोलेर। अनि जाँदैछु। यहाँदेखि तल चाहिँ हाम्रो है साथीहरू देख्न सक्नुहुन्छ। अब आइपुग्यो। आमा रोपिसकाउनु भयो? आमा चाहिँ यहाँनिर बनमारा रोप्दै हुनुहुन्छ एक्लै। गाह्रो भयो होला नि आमा? बुवाहरू देख्न सक्नुहुन्छ। हाम्रो खेत चाहिँ यही है साथीहरू। यहाँ रहेको छ धानको बियाड। फाइनली देख्न सक्नुहुन्छ म चाहिँ खेतमा आइपुगिसकेँ है। तलको खेत हेर्नुहोस् त। यो खेत कति राम्रो छ न। यो भुँडे निक्लेकोहरू चाहिँ हाम्रो हो। अनि म चाहिँ यी बारीहरू टक्कसँगले राखेर, कता छ हो डोको तिमी त देखिँदैन त, राखेर हामी बसिरहेको छु होइन। अब मम्मीहरूलाई बोलाइसक्यो, अब आउनुहुन्छ आमाहरू। बाहरूले चाहिँ आली लाएर सकाउन आँट्नु भइसक्यो। यहाँ लिपुराइसक्नु भयो। तलदेखि यो बाँसको अगाडि पनि छ, यो खोक्रेदेखि उतोपट्टि पनि छ, अनि चुच्चेदेखि तल पनि छ। अब बाँकी रहेको छ यति माथिसम्म है त। चाहिँ यता छौँ। अनि खाँदै गरेको है। कस्तो छ मम्मी खाजा? मिठो छ। अब म पनि खाने। म चाहिँ अब खाजा पनि खाइसक्यो ओर्यो अगाइयो होइन। चट्टसँगले फेरि डोको बोकेर उकालो लाग्दैछु घरतिर। अब घरमा गएर नि घाँस काट्नुपर्छ नि त, नत्र भने
हाम्रो वस्तु भोकै हुन्छ। अनि हजुरहरू हाम्रो युट्युब फ्यामिलीहरू सबैजनालाई मिठो सम्झना र धेरै धेरै माया छ। सबैजनाले भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनुहोस् है। र सबैजनालाई माया र धेरै धेरै सम्झना छ। बाई बाई।